पनि भगवान रामचन्द्र कहिले खान पाइन्छ, कहिले खान पाइँदैन, कहिले पानीको अभाव। यो अभावलाई झेल्दै 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 13 वर्षको वनवास पुरा गर्नुभयो। अब त केही सुख शैलसँग रहौँ भनेर चित्रकूटमा गएर त्यहाँ एउटा सुन्दर कुटी बनाएर अब त्यो कुटीमा रहन लाग्नुभयो। बोल कृष्ण कन्हैया लालको। यसरी रहँदा हाम्रो पनि यहाँ रामचन्द्रजी र माता सीताको आगमन भएको छ र यहाँ दुःख सुख कसो कसो गरेर कन्दमूलहरू खोजेर लिएर आउनुहुन्छ अनि माता सीताले सबैलाई तिनैजनालाई बराबर भाग लगाएर यसरी बाँड्नुहुन्छ। बोलो सियावर रामचन्द्र की। यसरी समय व्यतीत भइराखेको थियो। एक दिन के भएछ त भन्दा अचानक माता सीताले मृगलाई देख्नुभयो। मृगको पाठो लुकुर 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 कुदिरहेको थियो। त्यो मृग बडो अद्भुत थियो। हेर्दा सुनको मृगलाई देख्दाखेरि माता सीता बडो आश्चर्यचकित हुनुभयो। अरे बाप रे बाप, सुनको मृग मैले त आजसम्म देखेकै थिइनँ। त्यतिखेर माता सीताले भन्नुभयो, प्रभु यो सुनको मृग मलाई बडो मन पर्यो, यसलाई छोपेर मलाई लिएर आइदिनुहोस्। बडो प्रिय छ, मैले आजसम्म हजुरलाई केही मागेको छैन प्रभु, दुःख सुख गरे, आज केवल एउटा वस्तु माग्छु, यो सुनको मृग मेरो लागि लिएर आइदिनुहोस्। भगवान रामचन्द्रजीले भन्नुभयो, सीते हेर यो सुनको मृग होइन, यो कुनै दैत्य हामीहरूलाई झुक्क्याउनका लागि, ब्रह्म पार्नका लागि आएको छ। किनकि असम्भवम हेम मृगस्य जन्म, यो ब्रह्माजीको सृष्टिमा नै सुनको मृग छैन, तिमीलाई कहाँबाट ल्याइदियो, यो भ्रम हो, विश्वास गर। माता सीता मान्नु भएन, रुन पो लाग्नु भएछ। प्रभु मैले बिहे गरेर हजुरको घरमा आएदेखि एक गाँस सुखले खान पाएको छैन। आज मैले जीवनमा पहिलो पल्ट केवल एउटा वस्तु माग्दाखेरि पनि हजुर दिन सक्नुहुन्छ। हजुर कस्तो प्रेमी। बार बार रामचन्द्रजी सम्झाउनुहुन्छ, सीता मान्नुहुन्न, रुनुहुन्छ धुरु धुरु, अब के गर्ने। अनि लक्ष्मणलाई भन्नुभएछ, लक्ष्मण हेर यो कुनै दानवहरूले गरेको जाल हुन सक्छ, म जान्छु गएर यो मृगलाई ध्वस्त गरेर आउँछु, कि लिएरै आउँछु कि म पत्ता लगाएर आउँछु, तिमीले सीताको रक्षा गर्नु, तिमी कदापि बाहिर ननिक्लिनु भनेर यसरी रामचन्द्रजीले लक्ष्मणलाई हराएर उठेर अब त्यो मृगको पिछा गर्न लाग्नुभयो। महाराज मृग अगाडि अगाडि कुद्छ, भगवान रामचन्द्र पछाडि पछाडि हातमा भएको बाण सन्धान गर्नका लागि प्रत्युत्तर चढाएर यसरी पछाडि गर्दै गर्दै कुद्नुहुन्छ। फेरि मृग अगाडि अगाडि कुद्छ। यसरी जङ्गलमा भगवान रामचन्द्रजीले मृगको पिछा गर्दा गर्दै यहाँ त मारिच नै यहाँ मृग भएर आएका थिए। रामचन्द्रजीले अन्तिममा तीर छोड्नुभयो, तीर गएर मृगलाई लाग्यो। मृगलाई लाग्ने बित्तिकै तुरुन्तै आफ्नो रूपमा आएर हे लक्ष्मण मलाई बचाऊ बचाऊ भनेर यसरी ठुलो आवाजले गुहार्न लाग्यो। किनकि यहाँ रावणको षड्यन्त्र थियो नि त। सीता तर्सिनु भयो, ओहो सीताको कानमा यो कुरो पुग्यो र लक्ष्मणलाई भन्नुभयो, लक्ष्मण यो आवाज त मेरो स्वामीको जस्तो छ, लाग्छ मलाई अवश्य पनि स्वामी कुनै सङ्कटमा हुनुहुन्छ, त्यही भएर जाऊ जाऊ स्वामीलाई सहायता गर। लक्ष्मणले मुस्कुराउँदै भन्नुभयो, माता तपाईँलाई थाहा छैन, सर्वशक्तिमान सर्वगुण सम्पन्न मेरो प्रभुलाई केही पनि हुँदैन, उहाँको शक्तिको बारेमा तपाईँलाई थाहा छैन, यो सब कसैले गरेको षड्यन्त्र हुन सक्छ भनेर लक्ष्मणले सम्झाउँदा माता सीता रुन लाग्नुभयो। उहाँले मनमा नै बडो एउटा नराम्रो सोच आएछ त्यतिखेर सीतालाई, हुन सक्छ कि राम मर्यो भनेदेखि मलाई नै पत्नीका रूपमा स्वीकार गरौँला भन्ने सोचेको छ होला यो लक्ष्मणले। यो सोच, यो नकारात्मक सोच जब माता सीतामाथि आयो, लक्ष्मण आश्चर्यचकित हुनुभयो। है जब लक्ष्मण वनवास आउनका लागि, जब रामचन्द्रजीसँग वनवासका लागि म पनि जान्छु भनेर आउनका लागि उद्यत हुनुभयो, त्यतिखेर माता सुमित्राको पासमा जानुभएछ। माता सुमित्राले लक्ष्मणलाई भन्नुभयो, लक्ष्मण तिमी आफ्नो दाजु रामको सानिध्यमा त जाँदैछौ, तर याद राख मलाई वचन देऊ, तिमीले कुनै पनि हालतमा यी माता सीतामाथि कुनै पनि अभद्र नकारात्मक सोच तिमीले दिमागमा लिँदै नलिनु है। यी तिम्री माता हुन्। एक विपनामा त कुरै छोडौ, सपनामा पनि तिमीले यदि अबलो चितायो भने तिमीले सम्झिनु कि तिम्री आमा मरि। अब त्यतिखेर लक्ष्मणले भन्नुभएको थियो, माता
विपनामा त म कदापि मेरो दिमागमा त्यस्तो नकारात्मक विचार आउन दिन्न, तर सपना मेरो बसमा छैन। सपना त अर्कैको बसमा छ, विधाताको बसमा छ भने स्वप्नमा कदाच मेरो मनमा नकारात्मक सोच आउँदैछ। त्यसै कारण म लक्ष्मण प्रतिज्ञा लिन्छु कि म 14 वर्षको वनवासमा म सुत्दिनँ भनेर लक्ष्मणले प्रतिज्ञा गर्नुभएको थियो। सुत्नु पनि भएन 14 वर्ष, किनकि सुत्यो भने स्वप्न देखिन्छ, स्वप्न देखियो भने कदाच मेरो मनमा माता सीता प्रति नराम्रो नकारात्मक सोचमा आउँछ कि त्यो हुँदा म यो 14 वर्षको वनवासमा म सुत्दिनँ भनेर प्रतिज्ञा लिएका लक्ष्मणलाई आज सीताले आक्षेप लगाउँदा बडो दुखी हुनुभयो लक्ष्मण। र अन्ततो गत्वा मर्दा क्या नगर्दा उहाँले सीता मातालाई सम्झाउँदै भन्नुभयो, ठिक छ माते, म भित्र यस्तो नकारात्मक सोच छैन र मलाई रक्षा गर्न भनेर रामचन्द्रजीले आदेश दिनुभएको थियो। र पनि हजुर भन्नुहुन्छ भने म यहाँ लक्ष्मण रेखा कोरेर जाँदैछु, यो रेखाङ्कनबाट बाहिर आएर हजुर कदापि बाहिर नआउनु होला भनेर यहाँ लक्ष्मणले लक्ष्मण रेखा कोर्नुभयो। लक्ष्मण रेखा कोरेर अनि माता सीतालाई प्रणाम गरेर रामचन्द्रको खोज गर्नका लागि राम राम भन्दै भन्दै लक्ष्मण लाग्नुभयो। बोल सियावर रामचन्द्र की। यतिखेरै अब दाउ पाए अब रावणले, लक्ष्मण पनि छैनन्, राम पनि गए। यही दाउ पाएर बडा विकराल एउटा साधुको जस्तो रूप धारण गरेर रावण उपस्थित भयो। रावणको उपस्थित भयो। रावण आउनुहोस्। भिक्षाम देहि अते भिक्षाम देहि। माता सीताले जब आवाज सुन्नुभयो, हेर्दाखेरि त एउटा योगी महापुरुष आएको छ भने भिक्षा दिनु पर्यो भनेर तुरन्तै केही भिक्षाका सामग्रीहरू लिएर त्यो पुरुषलाई भिक्षा दिनका लागि माता सीता जब बाहिर निक्लिन थाल्नु भएको थियो, त्यो रेखा देख्नु भएछ। हो, लक्ष्मणले त बाहिर नजानु भनेका छन् भने यो बाटै दिनु पर्यो भनेर, हे ऋषिवर आउनुहोस्, भिक्षा ग्रहण गर्नुहोस्। तर रावण यहाँ छलिया रूप देश धारण गरेर आएको थियो। रावणले भन्यो कि तिमी यो भित्रबाट दिएको भिक्षा म लिदिन, यदि तिमी भिक्षा दिन्छौ भने बाहिरबाट आएर दियो, होइन भने म तिमीलाई श्राप दिन्छु। माता सीताले यसो विचार गर्नुभयो, बिचरा महापुरुष यिनीबाट मलाई के खतरा होला, कुनै पनि खतरा छैन भन्ने सोचेर केही हुँदैन भनेर त्यो जुन रेखा थियो त्यो रेखालाई उल्लङ्घन गरेर माता सीता बाहिर निक्लिनु भयो र भिक्षा दिनका लागि हातमा भिक्षा दिनु मात्र आँटेको थियो। रावणले आफ्नो रूप देखायो। आफ्नो बडा विकराल रूप धारण गरेर माता सीतालाई तुरुन्तै झ्याप्पै पक्रेर रावणले त्यहाँबाट हरण गरेर लिएर आयो। माता सीता भन्नुहुन्छ राम राम, तर उहाँको आवाजलाई कतै सुन्यो। यसरी रावणले सीतालाई हरण गरेर लिएर गयो। बोलो कृष्ण कन्हैया लालको जय। जब राम र लक्ष्मण, अब राम लक्ष्मणको पालो आयो। राम लक्ष्मण जब मृगको सम्पूर्ण करतुतलाई थाहा पाएर आउनुभयो, आएर जब कुटियामा हेर्नुभयो, महाराज सीता छैन। सीता कहाँ गई? रामले ध्यान दृष्टिबाट हेरेको त सीताको त अपहरण भएछ। राम अब सीताको वियोगमा बिलखिकन रुन लाग्नुभयो। सीते सीते भन्दै अब जंगलमा अब भौतारिनुहुन्छ। यही विध बसे राम बसही सुकारी, यही विधि प्रभु बन बसही सुखारी। यही विध प्रभु बन बसही सुखारी, यही विध प्रभु बन बसही सुखारी, यही विध प्रभु बन बसही सुखारी। यसरी भगवान रामचन्द्र बिलखिकन हाँसिते भनेर यसरी बोलाउनुहुन्छ। पत्ता पत्ता त्यो जंगलका रगलाई सोध्नुहुन्छ, तर सीतालाई पाउनु भएन। हेर्नुहोस्, नङ र मासुको जस्तो सम्बन्ध थियो अरे सीता र रामको। नङ र मासु अलग हुँदाखेरि कति कष्ट हुन्छ, कति पीडा हुन्छ। त्यसरी रामचन्द्रलाई बडो पीडा भयो। बिलखी विलाप गर्नुहुन्छ। लक्ष्मणले सम्झाउनुहुन्छ, हे प्रभु, हजुर यति शक्तिशाली हुनुहुन्छ, किन हजुर यसरी बिलाउना गर्नुहुन्छ? अवश्य माता सीतालाई हामी खोजेर पत्ता लगाउनेछौँ।
तर रामचन्द्र रोएको रोए, बिचरा बिलखेको बिलखे। त्यतिखेर अचानक यो दुःखको घडीमा एउटा कर्णप्रिय ध्वनि सुनियो। कस्तो थियो त त्यो ध्वनि भन्दा, भज मन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण। सबैले दुई हात उठाएर सँगसँगै गाउँ है। श्रीमन नारायण नारायण नारायण, 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 श्रीमन नारायण नारायण नारायण। यसरी बडा कर्णप्रिय ध्वनिलाई जब भगवान रामचन्द्रजी र लक्ष्मणले सुन्नुभयो, हेर्दाखेरि त साक्षात् देवर्षि नारद आउनु भएको रहेछ। साष्टाङ्ग दण्डवत प्रणाम गर्दै यथोचित संस्कार गरेर ल्याएर सुन्दर आसन बिछ, एउटा आसन दिनुस्। आसनमा देवर्षि नारदलाई त्यहाँ विराजमान गराएर दुवैजनाले यथोचित संस्कार गर्नुभयो। संस्कार गरेपछि देवर्षि नारद आसनमा विराजमान भएर दुवैजनालाई भन्नुहुन्छ कि हे रामचन्द्र, हजुर किन आज यति दुखी हुनुहुन्छ? हजुरको यो अनुहारमा मलिनता किन? कारणं सर्वजन्तूनां ब्रह्मादिनां प्रकृत्वः, तस्या शक्तिं विना कोऽपि स्पन्दितुं न क्षमो भवेत्। हे भगवान रामचन्द्र, आज हजुर किन यति दुखी हुनुहुन्छ? हजुरको यो अनुहारमा यत्रो निराशा किन? भगवान रामचन्द्रजीले थपक्क बसेर हात जोड्दै भन्नुभयो, हे नारदजी, हजुरलाई सबै ज्ञात छ। माता सीता हराएको यत्रो दिन हुँदा पनि अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। त्यही भएर म बिलखिकन माता सीताको यादमा, मेरी पत्नीको यादमा म तडपिरहेको छु, कल्पिरहेको छु। नारदजीले याद दिलाउँदै भन्नुभयो, हे राम, हजुरलाई थाहा छैन, रावणको वध गर्नका लागि नै हजुर प्रादुर्भाव हुनुभएको हो। र पूर्व जन्ममा सीता भनेकी वैदेहिक मुनिकी एउटी पुत्री थिइन्। जङ्गलमा तपस्या गरेर बसेकी थिइन्। त्यतिखेर रावण पुगेछ। रावणले ती सुन्दर स्त्रीलाई देख्दाखेरि मोहित भएर, हे सुन्दर स्त्री, तिमी मेरी पत्नी बन भन्यो। तर उनले इन्कार गरिदिन्। इन्कार गर्दा रावणले जबरजस्ती उनलाई पत्नी बनाउन खोज्दा उनले आफ्नो प्राणलाई परित्याग गर्दै भने, हे रावण, म तँलाई श्राप दिन्छु, अघिल्लो जन्ममा म नै तेरो मृत्युको कारण बन्नेछु भनेर तिनले श्राप दिएको बेला तिनी नै यहाँ लक्ष्मी माता भएर आएकी हुन् र रावणको सन्धान गर्नका लागि तिम्रो जन्म, हजुरको जन्म भएको हो। हे भगवान, हजुर त साक्षात् विष्णुको अवतार हुनुहुन्छ। चिन्ता नगर्नुहोस्, चिन्तन गर्नुहोस्। यदि हजुरलाई शक्तिको जरुरत छ भने मलाई याद भएसम्म देवी भगवतीको स्मरण गरेर स्तुति गर्नुहोस्, प्रार्थना गर्नुहोस्, हजुरको यो सङ्कट छिटै नै टलेर जानेछ भनेर देवर्षि नारदले मार्ग निर्देश गर्नुभयो कि हजुर देवी भगवतीको चिन्तन गर्नुहोस्। यो उपदेशलाई पाउँदाखेरि बडो गदगद हुनुभयो भगवान रामचन्द्र। अनि देवर्षि नारद त्यहाँबाट उठेर अब फेरि प्रभु गुण गाउँदै बीडा बजाउँदै मार्ग निर्देश गरेर त्यहाँबाट प्रस्थान गर्नुभयो। आउनुहोस् हामी पनि गाउँ सँगसँगै, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, लक्ष्मी नारायण नारायण नारायण, लक्ष्मी नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण, श्रीमन नारायण नारायण नारायण। यस्ता प्रकारले देवर्षि नारदको उपदेशलाई पाएर अब यहाँ भगवान रामचन्द्रजीले हातमा अक्षता लिएर, अक्षता छ दिनुस्, फुल दिनुस्,
देवी भगवतीको स्मरण गरेर स्तुति गर्न लाग्नुभयो। या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्यं त्र्यम्बके गौरी नारायणी नमोस्तुते। यसरी स्तुति गर्नुभएको थियो। तुरन्तै देवी भगवती अगाडि प्रकट हुनुभयो। कसरी प्रकट हुनुभयो हामी हेरौँ। लाइट अफ गरिदिनुस्। झ्याप्पै सीताजीलाई खोज्नको लागि बाटो खर्च भनेर लाइट अफ। हाम्रो अस्मिता दुईटै 260 रुपियाँ प्रदान गर्नुभएको छ। अस्मिता देवी थापाज्यूले रामचन्द्र भगवानलाई सीताजीलाई खोज्नको लागि बाटो खर्च कहीँ सीता हराउनु भयो, हजुर रामचन्द्र भगवान कहीँ पिता पर्नुहुन्छ भनेर सीताजीलाई खोज्नको लागि हाम्रो अस्मिता थापाज्यूले 260 रुपियाँ प्रदान गर्नुभएको छ। धन्य छ हाम्रो अस्मिता थापाज्यूलाई। जोरदार ताली स्वागत गर्न। यसरी प्रार्थना गर्दा तुरन्तै देवी भगवती प्रकट हुनुभयो। देवी भगवतीलाई प्रकट भएको देख्दा भगवान रामचन्द्र यति प्रसन्न हुनुभयो कि देवी भगवतीको महिमा गाएर त्यहाँ नृत्य गर्न लाग्नुभएछ। देवी तिम्रो चरणको सेवा गरौँला, देवी तिम्रो चरणको सेवा गरौँला, भक्ति गंगा स्नान गरी पार गरौँला, भक्ति गंगा स्नान गरी पार गरौँला, देवी तिम्रो चरणको पूजा गरौँला, देवी तिम्रो चरणको पूजा गरौँला, लौ भक्ति गंगा स्नान गरी पार गरौँला, भक्ति गंगा स्नान गरी पार गरौँला। श्री राधे थैंक ताली सराय हैता। धेरै दुःख कष्ट सही आयो शरणमा, धेरै दुःख कष्ट सही आयो शरणमा, मलाई बसदेऊ आमा तिम्रो चरणमा। को आमाको चरणमा बसोस् भनी चाहनुहुन्छ हात उठाएर, सबैले हात उठाएर जोरदार तालीको सेवा गर्ने म सँगसँगै गुन्जुनाउनुहोस् है। धेरै दुःख कष्ट सही आयो शरणमा, धेरै दुःख कष्ट सही आयो शरणमा, मलाई बसदेऊ आमा तिम्रो चरणमा, मलाई बसदेऊ आमा तिम्रो चरणमा, देवी तिम्रै चरणको सेवा गरौँला, लौ देवी तिम्रै चरणको सेवा गरौँला, भक्ति गंगा स्नान गरी पार गरौँला, भक्ति गंगा स्नान गरी पार गरौँला, लौ भक्ति गंगा स्नान गरी पार गरौँला। यसरी नृत्य गरेर देवी भगवतीको स्तुति गरेर प्रसन्न बनाउँदा देवी भगवती यति प्रसन्न हुनुभयो महाराज, तुरन्तै आशीर्वाद दिँदै भन्नुभयो, हे राम तिमी बिल्कुल चिन्ता नगर, हत्वाथ रावणं पापं कुरु राज्यं यथा सुखं, एकादश सहस्राणि वर्षाणि पृथ्वी तले। वसन्त ऋतुको नवरात्रमा परम श्रद्धाको साथमा तिमीले मेरो पूजा गरेको छौ, तिम्रो पूजाबाट म अत्यन्त प्रसन्न छु, म तिमीलाई यस्तो शक्ति प्रदान गर्नेछु राम, तिमीले रावणलाई परास्त गर्न सक्नेछौ, आशीर्वाद छ। र लक्ष्मण तिमीले पनि मेघनाथ जस्तो दुष्टलाई सखाप गर्ने वाला शक्ति आर्जन गर्नेछौ, मेरो आशीर्वादले तिमीहरूको कार्य सिद्ध हुनेछ। अब तिमीहरू निर्धक्क भएर माता सीताको खोजीमा लाग भनेर देवी भगवतीले बडो दिव्य आशीर्वाद दिएर देवी भगवती त्यहाँबाट प्रस्थान गर्नुभयो। बोलो कृष्ण कन्हैया लालको। र भगवान रामचन्द्रजी पनि देवी भगवतीलाई प्रणाम गर्दै अनि माता सीताको खोजी गर्नका लागि त्यहाँबाट प्रस्थान गरे। सबैजना यहाँ माथि आउनुहोस्, एउटा फोटो लिऊ, झाँकी छ, आउनुहोस्, झाँकी देखाउने दाजुहरू।